आज चाहिँ म रोज गार्डनमा छु हो। फुल मजाले फुलिरहेछ, दामी देखिरहेछ। हेर्नुहोस् है, तपाईँहरूले राम्रोसँगले हेर्नुहोस् है। आउनुहोस्, फोटोग्राफी गर्नुको लागि दामी जग्गा छ। यहाँ बस्ने सोच्ने सबै बनाइदिएको छ है। हेर्नुहोस् है, फुल चाहिँ रङ्गी चङ्गी मजाले फुलिरहेछ अहिले, दामी देखिरहेछ। हेर्नुहोस्, हेर्नु हुँदैछ होला। यति मजाको देख्दैछ, हेर्नुहोस् है, कति मजाको देख्दैछ नि त। अझै यो पुरा सिजन भएको बेलामा त पुरै फुलेको हुन्छ हो, दामी हुन्छ। म चाहिँ यही अपिल गर्छु सबैजनाले क्या, अब नाम्ची घुम्नु आउँछ है, नाम्ची घुम्नु आउँदाखेरि सबैले यो रोज गार्डनमा पनि घुम्नुहोस्। यहाँनिर फोटोग्राफीको लागि एकदमै दामी जग्गा छ। हेर्नुहोस् है, यहाँ माथि चाहिँ फेरि होटल सटल पनि छ, यहाँ होमस्टे पनि छ छेउमै है, आउनेहरूको लागि। दामी देख्दैछ है, हेर्नुहोस् है। यो चाहिँ हाम्रो नाम्चीको रोज गार्डन। पुरै फुलै फुल, अरू केही छैन। यहाँ फुल चाहिँ अनेक तरिका छ। रोज गार्डन भन्नाले गर्दाखेरि ज्यादातर बेसी मात्रामा चाहिँ रोजैहरू मात्रै छ है। देख्नुहुँदैछ तपाईँहरूले, मैले आज यो छोटो अलिक हेल्थ इस्युले गर्दाखेरि अलिकति क्लियरली डेफिनेसन गर्नु सकेको छुइनँ, बुझाउनु सकेको छुइनँ है। र कोसिस गर्दैछु, तर पनि हेर्नुहोस् यो पर्पल कति राम्रो देखिरहेछ। हेर्नुहोस् यो पर्पल दामी देखिरहेछ फुल हो। यो माथि अझै माथि पनि छ कि, जान सक्दिनँ अलिकति माथि चाहिँ। वाइटमा फुल हेर्नुहोस् कति राम्रो छ हो। शीतल पनि हुन्छ यहाँ जग्गा, यस्तो दामी छ। त्यसले गर्दाखेरि ಸಂತೋಷ ಮನೆ ಮೂರ್ದಾರ್ಗು ಮೈ ಉಪಯೋಗ ಫೋಟೋ